आउनुहोस् अब नमस्ते नेपाली क्रिकेटको सबैजनालाई। म चर्चा आशा विचर्चा गर्दछु गरौँ हाम्रो सबैजना एकदमै युरोप सन्चै टुरको हुनुहुन्छ होला बारेमा है भन्ने। त। अनि कुरा गर्नुपर्दा हाम्रो नेपाली क्रिकेटको बारेमा, आइ एम अ बिग फ्यान अफ क्रिकेट एन्ड अल्सो नेपाली क्रिकेट। अनि अब कुरा गर्दाखेरि हाम्रो नेपाल अहिले युरोप टुरमा थियो। युरोप टुर अन्तर्गत हाम्रो हिजो राति लास्ट गेम रहेको थियो। लास्ट गेममा नेदरल्यान्डलाई चाहिँ हामीले 16 रनले पराजित गरेका छौँ। त्यो एकदमै गुड न्युज रहेको छ। र अर्कोतिर हाम्रो मेन प्लेयर सोमपाल कामी र गुलसन झा चाहिँ चोटको कारणले गर्दाखेरि मैदानमा खेल्न आउन सक्नु भएन। र अर्कोतर्फ भने हाम्रो नन्दन यादवले डेब्यू म्याच पनि खेल्नुभयो। उहाँले एकदमै राम्रो पर्फर्मेन्स रह्यो, 3 विकेट रह्यो। त्यसै गरिकन सन्दीप लामिछाने, ललित राजवंशी सबैको कन्ट्रिब्युसन एकदमै हिजो राम्रो रह्यो। अलिकति करण केसी चाहिँ राम्रो स्पेल रहेन उहाँको। यद्यपि सबै प्लेयरको राम्रो स्पेल रहँदैन, कसै न कसैको स्पेल त्यस्तो हुन जान्छ, नराम्रो हुन जान्छ खेलमा। मेरो एक्सपेक्टेसन के थियो भने अब हामीले स्कटल्यान्ड, नेदरल्यान्ड र नेपाल रहे सम्मिलित यो हाम्रो यो त्रिकोणात्मक सिरिजमा मैले कमसेकम पनि 4 अङ्कको अपेक्षा गरेको थिएँ। यद्यपि हामीले चाहिँ यो टुरबाट 6 अङ्क हासिल गरेको छ हाम्रो टिमले। र यसले गर्दाखेरि मलाई लाग्छ हाम्रो नयाँ कोचको आगमन र त्यसै गरिकन टिमले पनि एउटा राम्रो पर्फर्मेन्स दियो ओभरअल हैन। 300 भन्दा हाम्रो पहिलाको स्कोर 310 रहेको थियो भने 321 सम्म पनि हाम्रो टिम पुग्यो। यद्यपि त्यो खेल पनि जित्न सकिन्थ्यो। अब जित हाम्रो पक्षमा रहेन, त्यसमा धेरै जान आवश्यक छैन, त्यसको बारेमा सबैलाई जानकारी नै छ। वेल, नेपाली क्रिकेटले एउटा नयाँ बोलर पनि पायो, त्यसको लागि हामी सबैलाई बधाई छ। हाम्रो टिमले 6 अङ्क प्राप्त गरेको छ यो टुरबाट, त्यो एकदमै राम्रो हो। नेपाली क्रिकेटरलाई विदेशमा गएर खास गरिकन युरोपियन कन्डिसनमा गएर त्यहाँ ब्याटिङ गर्न एकदमै चुनौती रहने गर्छ, किनभने हामी त्यस्तो स्विङ पिचहरूमा त्यति हरकत हुने हामी एसिया र उतातिरको हिसाबले हेर्दाखेरि त्यो एकदमै चुनौती भरिएको रहन्छ। ओभरअल हेर्दाखेरि सबैतिरबाट नेपाली क्रिकेटले राम्रो रह्यो, यही नै भन्न चाहन्छु। वान मोर हामी सबैलाई बधाई छ। किप सपोर्ट नेपाली क्रिकेट। थ्याङ्क यू।